नमस्ते, म डाक्टर पियुष गिरी। मलाई धेरै जसो सोधिने प्रश्नमध्येमा यो ब्राउ लिफ्ट पनि त के हो भनेर सोधिन्छ। यसको बारेमा सबैले धेरै सोधिने प्रश्न र त्यसको जवाफ गर्ने ट्राई गर्छ। ब्राउ लिफ्ट भनेपछि के हो र कस्तो मान्छेमा गरिन्छ? ब्राउ लिफ्ट चाहिँ समय सँगसँगै उमेर सँगसँगै चाहिँ बिस्तारै यो माथिपट्टिको आइब्राउ चाहिँ हेभी हुँदै तल आउँदै आउने, आँखाहरू चाहिँ ढाकिँदै जाने कारणले गर्दाखेरि यो ब्राउ लिफ्ट चाहिँ यो जुन चाहिँ ब्राउ तलपट्टि आएको छ र आँखा चाहिँ हेभी देखिने कारणहरू हुन्छ, त्यसलाई चाहिँ माथि लिफ्ट गरेर अलिकति यङ्गर आइज देखाउनलाई चाहिँ गर्ने प्रक्रियालाई चाहिँ ब्राउ लिफ्ट भनिन्छ। धेरै जसो 25 वर्ष उमेर कटिसकेपछि 30 लाग्दै गर्दाखेरि यो चाहिँ थाहै नपाइकन आफ्नो ठाउँभन्दा तल झर्दै गरेको हुन्छ। यसको कारण यही मात्रै नभइकन यसको माथिपट्टिको भएको छालाहरू पनि पातलो हुँदै जाने, कमजोर हुँदै जाने, तलको मासुहरू पनि तन्किँदै जान भएको भएर चाहिँ यो क्रमशः तलपट्टि ढाकिँदै आउने हुन्छ। सुरुवातको भागमा चाहिँ यो आँखाको छेउको भाग चाहिँ ढाकिँदै जान्छ भने पछि गएर यो बिचको भाग पनि ढाकिँदै जाने हुन्छ। ब्राउ लिफ्टले चाहिँ के गर्छ त भन्दाखेरि यो जुन चाहिँ माथिपट्टि भएको भाग छालाहरू वा मासुहरू छ यसलाई पनि टाइटनिङ गर्छ भने यो आँखे भाउ र यो आइब्राउ चाहिँ जुन चाहिँ तलपट्टि आएको छ यसलाई चाहिँ माथिपट्टि सरेर अलिकति यङ्गर लुकिङ र फ्रेस लुकिङ आइज बनाउन चाहिँ धेरै मद्दत गर्दछ। यो र ब्लेफरोप्लास्टी भन्छ आइलिड सर्जरी सँगसँगै गराउँदाखेरि चाहिँ आँखाको चाहिँ यङ्गरदेखि मलाई धेरै नै रूपान्तर चाहिँ गर्छ। यो गर्दाखेरि कस्तो हिसाबले सर्जरी गरिन्छ? यो चाहिँ सानो दुपीको हिसाबले गर्न सकिन्छ। धेरै जसो चाहिँ आँखे भाउकै माथिबाट धेरै पहिला गर्ने गर्थ्यो भने त्यसको दाग र कम्प्लिकेसनहरू धेरै भएको भएर अहिले चाहिँ माथि कपालको भारबाट चाहिँ दुपीको सहायता र सानो मसिनहरूको सहायताबाट चाहिँ दाग चाहिँ माथि नदेखिने भागबाट चाहिँ गर्ने भएको भएर यसलाई चाहिँ टाइटनिङ गर्ने चाहिँ गरिन्छ। यसलाई चाहिँ बियोस बनाएर पनि गर्न सकिन्छ, बियोस नबनाइकन पनि गर्न सकिन्छ। आफ्नो पर्सनालिटी हेरिकन र आफ्नो क्षमता हेरिकन गर्न सकिन्छ। यो अपरेसन चाहिँ 1 देखि 1.5 घन्टा लाग्छ भने दुवैतिरको गर्दाखेरि रिकभरी चाहिँ कस्तो हुन्छ भने रिकभरीको दौरानमा केही दिनसम्म चाहिँ माथि स्वेलिङहरू हुन्छ, नेल ल्याम्पहरू चाहिँ हुन्छ भने केही अब ब्यान्डेजेसहरू लगाउनु पर्ने हुन्छ र केही दिनमा चाहिँ यो स्वेलिङ र यो जुन चाहिँ नेल ल्याम्पहरू छ त्यो चाहिँ कम हुँदै जाने चाहिँ क्रमशः हुँदै गएको छ। दागहरू यसमा देखिन्छ कि देखिँदैन होला, दाग चाहिँ माथिपट्टिको कपालकोबाट जाने भएको भए कपालले ढाकिने गर्दछ र माथि देखिने ठाउँमा कहीँ पनि दाग चाहिँ हुँदैन। अब यसलाई कम्प्लिकेसनहरू के होला? कम्प्लिकेसनहरू भनेको त्यो नेल ल्याम्पहरू बस्ने, केही समय चाहिँ स्वेलिङहरू हुने र यो जुन चाहिँ भागबाट चाहिँ हामीले ब्राउ लिफ्ट गरेको छौँ त्यही भागहरूमा चाहिँ इन्फेक्सन हुने सम्भावना चाहिँ हुन्छ। टाँकाहरू चाहिँ हामी सामान्यतया 2 देखि 3 हप्तामा निकाल्न पनि सक्छौँ र त्यो टाँका भएर त्यो ड्रेसिङहरू गर्ने धेरै गर्नुपर्ने चाहिँ हुँदैन। यसमा चाहिँ कपालले ढाकिने ठाउँ भएको भएन त्यो ठाउँलाई चाहिँ सुक्खा ड्राई र अनि क्लिन राख्न सकिएमा चाहिँ ड्रेसिङ नेसेसरी चाहिँ हुँदैन। अब त्यो ब्राउ लिफ्टको अरू केही प्रश्न छ भने परामर्श लिन चाहनेछौँ, हामी यहाँ रेडी छ। सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद।